कहिलेकाहीँ घुम्दै जाँदा एउटा यस्तो ठाउँमा पुगिन्छ जहाँ पुग्दा छुट्टै दुनियाँमा आएको फिल हुन्छ। हामीलाई थाहा छ नेपालमा दुईवटा नवलपरासी छन्, पूर्वी र पश्चिम नवलपरासी। आज हाम्रो यात्रा भने पश्चिम नवलपरासीमा रहेको यो सुन्दर गाउँ संसारकोटसम्म रहनेछ। हजुर यसो समातेर हिँड्छ के समातेर हिँड्छ रक्सी के ए हो पक्कै होला बाले भनेपछि होला नि आफूले जानेको कुरा भन्नु पर्यो। लपन सपन गरेर भन्दैन क्या, हो संसारै त्यसै त साथी। हो सुपारी काटी झुझाएर संसारदेखि मन बुझ। हजुर तपाईँले हेरेँ म त सन्चो भयो, उहाँले मैले हेरेँ सन्चो भयो होइन। हो बुवा। हाम्रो यात्रा सुरु हुन्छ बुटवलबाट। बुटवलको गर्मी र होहल्लालाई एक दिनका लागि भैनी छोडेर हामी हिँड्यौँ नवलपरासीतर्फ। यो हो महेन्द्र राजमार्ग, जसलाई पूर्व पश्चिम राजमार्ग भनेर पनि चिनिन्छ। अहिले भने यो बाटो सहज भएको छ, जसले गर्दा यात्रा गर्न सजिलो भएको छ। यो बाटो धेरै वर्षसम्म निर्माण कार्यमा थियो, अहिले भने यो बाटो धेरै सहज भएको छ। केही समयको यात्रामा हामी पुग्दछौँ बर्दघाट नजिकै रहेको बुद्ध चोक। यहाँबाट भने उत्तरतर्फ जानुपर्ने हुन्छ। यात्रा गर्दै जाँदा एउटा सुन्दर गाउँ भेटिन्छ, जसलाई अम्बास भनिन्छ। अहिले चाहिँ हामी यो बर्दघाटको मेन रोडबाट माथि आएका छौँ। थोरै गाउँहरू पार गर्दै यहाँ चाहिँ एउटा खोला छ र सो दामी देखिरहेको छ। यहाँबाट यस्तो दामी देखिरहेको छ उहाँ पारिको ठाउँ पनि। हजुर खोलाको नाम के हो यो? है यस खोलाको नाम सोध्दा त के हो? जाइन फर्स्ट टाइम अरे। यो खोला पार गरेसँगै करिब 20-25 मिनट चाहिँ अफरोड पार गर्नुपर्ने हुन्छ। अहिले हामी पुगेका छौँ पश्चिम नवलपरासीमा रहेको सुन्दर गाउँ संसारकोट। यो गाउँ बर्दघाट नगरपालिका वार्ड नम्बर 2 मा पर्दछ। नवलपरासीको तराई क्षेत्र जस्तै बर्दघाट लगायत आसपासका ठाउँहरूमा गर्मी धेरै हुने भएकाले मानिसहरू आफ्नो समय मिलाएर यस ठाउँमा घुम्न आउने गर्दछन्। यस ठाउँबाट तराईको समतल भूभाग, पहाडी जीवनशैली, खोला नाला, वन जङ्गल तथा मौसम खुलेको समयमा सुन्दर हिमालहरू पनि देख्न सकिन्छ। एउटा बुवा हुनुहुन्छ यहाँ। म त भिडियो गरेँ बुवा, भिडियो गरेँ भिडियो। ननाहरू देखे चाहिँ देखेछ र आफूको कस्तो चोक छ हो र। त्यसो भने तरुनीहरूले रुचाउँछ नि। हामी चाहिँ बुढीहरूले रुचाएन के अरे गयो आफ्नो गर्ने बुढोहरू नि त्यस्तो हुने रहेछ है। अरे भन्नुहुन्छ यहाँ बुवाले टोली हेर्दै हुनुहुन्छ। सबसे पुरानो घर यही होला यहाँ हो है? सबसे पुरानो यहाँको यही होला। कति साल भयो हजुर यहाँ बस्नु भएको? मेरो जन्मै यही हो। तपाईँ जन्मै यही भएको हो र?
बुवाहरू त उता आरम खोला पारिबाट हजुरको घर कहाँ पऱ्यो त बुटल उता बुटल बुटल बुटुल हजुर बुटुलबाट आयो हामी चाहिँ हजुर गाउँमा घुम्न आएको के हजुर गाउँमा घुम्न आएको के ए कहिले आउनु पाएको थिएन र पहिलोचोटि हो यस्तो गरिबमा कस्तो यहाँ चाहिँ शीतल छ होइन हो त नि त्यही शीतल खाना आएको हो कि हो बाँकी मधेसमा त धेरै गर्मी छ मधेसमा त हावा पनि तातो घाम पनि तातो यहाँ घाम लाए पनि हावा त चल्छ नि त यहाँ त डेली हो हावा त त्यही त। त्यतिकै हजुर अझै कहिले कडा हावा छ हो हावाले त मेरो घर उडाइदिएको त्यही त बाँसखोलासम्म कलकत्ता कहाँ कहाँ जङ्गल पुऱ्याइदियो यहाँ कति गाउँमा कति घर छन् छैन कोही भुटातिर लागेछ कोही लाउरे भएर हिँडेछ लाउडा हिँड्नु छ है अब बुढी लिएर छोराछोरी लिएर अँ, हिँडेछ कता पढाउने गरे कता काम गर्ने गरे सबै गाउँ त त्यस्तै अहिले त बाको कति भयो उमेर कति भयो 4जना सके हो के अरे 3 भाइ छ उमेर उमेर कति हजुर उमेर भयो कति भयो उमेर म त एक्लै हो 3 भाइ थियो हजुर। म कान्छो लास्टको नै 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 हजुरको उमेर कति भयो उमेर ए मेरो त 84 वर्ष ए बाबा म त 60-65 होला भन्थेँ खै मरेर बाँचिसकेर सम बुटोल ढल्लै मरिएन हजुर म त कसम बढी भयो 70 भनेको थिएँ त्यो देखिन नि धेरै यौनै देखिन्छ है बाइकमा आऊ खुट्टाले बाइक मागे आज भोलि त बाहुनहरूले समातेर हिँड्छ के हजुर यसो समातेर हिँड्छ बाहुन हो के छ भन्छु दिन्छु म त रक्छु कि ए ए ए हो हो पक्कै होला दाले भनेपछि होला नि होइन आफूले जानेको कुरा भन्नु पर्यो हो लपन सपन गरेर भन्दैन क्या हो हो संसारै त्यसै त छ नि हो 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 सुपारी काटी झुझाएर सुसारदेखि मन बुझा हजुर हजुर उता तपाईँले हेरेँ म त सन्चो भयो उहाँले मैले हेरेँ सन्चो भयो होइन हो हो बुवा त्यही हो। अनि म के होला त उता बाहुन होला होइन 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 बुवा हँ? बाहुन होला म के होला म के भन्नु त ल हजुर अब के थर हुनुहुन्छ म गरे जस्तो मान्छु म देखिन्छ कुनै मैले चिनेको थिएँ चिन्नु भएन अनुहार त त्यस्तै त्यस्तै हुन्छ हजुर तर बाहुनहरूको खुट्टा र नख लाउनु हजुर होइन मेरो छोटो बाहुनको। मेरो छोटो भयो नि त त्यही छोटो मोटो हुन्छ कि हजुर हो बुवा हो हाम्रो यहाँ बुवा हुनुहुन्छ बनाएर राख्नु पऱ्यो बुवासँग मगर भाषा बोल्न खोजिरहेको छु तर मैले चाहिँ मलाई चाहिँ खासै मगर भाषा बोल्न आउँदैन बुवासँग चाहिँ मगर भाषा बोल्न खोजिरहेको छु तर ओ बाबु यहाँ आउँदा मलाई मगर मगर सिकाउ त यहाँ आउ न यहाँ आउ त मगर भाषा सिकाउ त मलाई बुवा हियाले से राई रोइ अँ, रोइहाले सानो खाले राई हो कि टोरी टोरा होइन यो रोइहाले उम्. ए निस्किने संसारकोट गाउँमा रहेको यो स्कुल श्री मौला देवी आधारभूत विद्यालय जहाँ 5 सम्म मात्र अध्यापन हुन्छ र त्यसभन्दा माथिका लागि भुत्ताहा जानुपर्ने हुन्छ। अहिले चाहिँ यहाँ यस्तो हावा चलिरहेको छ बबाल घाम भए तापनि एकदम बबाल शीतल भइरहेछ र हेर्न सक्नुहुन्छ हामीहरू यता हाम्रो सर्ट माथि बसिरहेको छ अहिले हामी जाँदैछौँ संसारकोट गाउँ नजिक रहेको जङ्गलतर्फ जहाँबाट संसारकोट गाउँ अनि बर्दघाट क्षेत्र मजाले देखिन्छ भनेर।
हामी चाहिँ अहिले त्यो तलको बाटोदेखि माथि डाँडामा जाँदैछौँ। त्यहाँ भ्यूहरू सायद राम्रो आउँछ होला। सर्को पऱ्यो। अहिले चाहिँ हामी यो नवलपरासी संसारकोटको गाउँदेखि थोरै माथि यता भ्यू पोइन्टतिर आएका छौँ। यहाँ चाहिँ पुरै जङ्गल छ, रुखहरूले छेकेको छ, भ्यूहरू खासै त्यहाँ देखेको छैन, तर यहाँ चाहिँ हावा चाहिँ एकदम राम्रो चलिरहेको छ। हामी नास्ता टेका छौँ, नास्ता खाँदैछौँ। केही समय भ्यू पोइन्टतिर बसेर अहिले भने हामी फर्किँदैछौँ। अब भने हामी यो संसारकोट गाउँबाट फर्किँदैछौँ। गाउँ ठिकै छ, राम्रै छ, मगर बस्तीहरू छ र तपाईँहरू यहाँले आउँदै हुनुहुन्छ भने अहिले पनि आउँदा पनि ठिकै हुन्छ। तर तपाईँ हिमालको भ्यूहरू खतरा देख्न चाहनुहुन्छ भने तपाईँ दसैँ तिहारको मौसम त्यो टाइममा चाहिँ आउनुभयो भने चाहिँ खतरा देखिन्छ र गाउँ पनि घुम्न सक्नुहुनेछ। तपाईँ यो बरघाटबाट धेरै टाढा पनि छैन, यहाँ आएर मजाले घुमेर जान पनि सक्नुहुन्छ है त, राम्रो छ। अब पनि हामी यहाँबाट फर्किन्छौँ र बाटोमा कतै घुम्ने ठाउँ छ भने हामी घुम्दै जानेछौँ।